हेलो, नमस्कार साथीहरू। आजको भिडियोमा मैले हजुरहरूको लागि स्किन टाइटनिङ फेस मास्क लिएर आएको छु। यो फेस मास्क घरैमा रहेको इन्ग्रिडियन्ट्सहरूलाई युज गरेर बनाउन सकिन्छ। यो फेस मास्कले अनुहारमा रहेको फाइन लाइन्स, रिङ्कल, अनुहारको छाला लत्रिएको समस्या, अनुहारमा छाला लुज हुने समस्या, यो समस्याको समाधान गर्नलाई हेल्प गर्छ। यो फेस मास्क बनाउनुभन्दा अगाडि क्विक रिमाइन्डर दिन चाहन्छु मेरो साथीहरूलाई। हामीले समर सिजनमा स्पेसली शरीरलाई हाइड्रेटिङ राख्न एकदमै जरुरी छ है। त्यसको लागि हामीले प्रपर मात्रामा पानीको इन्टेक बढाउनुपर्छ। साथसाथै सुत्न पनि एकदमै इम्पोर्टेन्ट छ। मिनिमम पनि 8 आवर्स हामीले राम्ररी आनन्दसाथ सुत्नै पर्ने हुन्छ। यसले चाहिँ शरीरमा रहेको थकान, तनावहरूलाई हटाएर शरीरलाई फिट एन्ड हेल्दी राख्न मद्दत गर्छ। त्यसले गर्दाखेरि हाम्रो स्किन पनि अट्र्याक्टिभ, ग्लोइङ र राम्रो देखिन्छ। यो रिमाइन्डर पछि आउनुहोस् अब फेस मास्क बनाउने प्रोसेसतिर लागौँ। फेस मास्क बनाउनको लागि सबैभन्दा पहिले त सफा कचौरा लिनुपर्ने हुन्छ। कचौरामा हामीले काँचो दुध हालिसकेपछि यसमा थोरै केसर मिलाइदिने। केसर हालिसकेपछि यसलाई बिस्तारै मिक्स गर्ने। यसलाई राम्ररी मिक्स गरिसकेपछि यसको कलर चेन्ज नहुन्जेलसम्म, यसको कलर पहेँलो नहुन्जेलसम्म यसलाई त्यत्तिकै छाडिदिनु पर्ने हुन्छ। यो काँचो दुध र केसरको कम्बिनेसनले स्किन व्हाइटनिङमा हेल्प गर्छ। यसले छालालाई गोरो र चम्किलो बनाउनलाई मद्दत गर्दछ। यो सँगसँगै अब हामीलाई चामलको पिठो चाहिन्छ। चामलको पिठोमा मकैको पिठो एड गरिदिने। यसलाई भिजाउनको लागि अब अघि भर्खरै बनाएको दुध र केसरको कम्बिनेसनले हालेर भिजाइदिने। यो भिजेपछि यस्तो प्याक देखिन्छ। यो म्याजिकल फेस प्याक अब बिस्तारै हामीले हाम्रो फेसमा अप्लाई गर्नुपर्ने हुन्छ। फेसमा अप्लाई गर्दाखेरि फेसको सबै पार्टमा अन्डर आईदेखि लिएर फरहेड, गाला सबैतिर इभनली अप्लाई गर्ने। यो अप्लाई गरिसकेपछि यसलाई आधी घन्टा अनुहारमा राखेर ड्राई हुन दिने। ड्राई भइसकेपछि सफा पानीले हामीले मुख धुनुपर्ने हुन्छ। मुख धोएर हजुरहरूले हेर्न सक्नुहुन्छ एकदमै ग्लोइङ र स्किन टाइट भएको अनुभव हुनसक्छ। यो फेस प्याक हामीले फ्रिजमा स्टोर गरेर हप्तामा 3 चोटिसम्म अप्लाई गर्न सक्छौँ। यसले स्किनलाई टाइट, इलास्टिसिटी दिएर स्किनको कोलाजन बुस्ट गर्न धेरै हेल्प गर्छ। हस् साथीहरू, अब यो फेस प्याक हजुरहरू पनि ट्राई गर्नुहोला र रिजल्ट कस्तो आउँछ सेयर गर्नुहोला। अनि लाइक, सब्सक्राइब गर्न नबिर्सिनुहोला। थ्याङ्क यू, बाई बाई, थ्याङ्क्स फर वाचिङ।